डबलमा मैं शेर्पा भनेको राजा भनेछु मेरो बुद्धि पनि अलिक पुसपुस गरिदिनु है शेर्पाजीले यताबाट हेरिदिन्छु ल तपाईँको भिडियो है उताबाट हानिसक्यो मैले हार्नु नै शेर्पाजी यो लास्ट टाइम म्याच हो यो मान्छेसँग मलाई जिताउनु पर्यो ल म तपाईँको भिडियोबाट अर्को आइडीबाट डन गरिदिन्छु कि मैले हार्नु न है तर हामी सकिहाल्छौँ नि है लास्ट टाइम हाल्दिनँ शेर्पा राजु एकदम हार्नु पर्छ है जित्नु पर्यो मेरो टिम बढौँ बढौँ लास्ट टाइम स्ट्याप पनि हान्नुपर्छ गाइजहरू त्यसरी पुस बढ्नुहोस् है गुन्डा सबैजनाले मिलेर शेर्पा बढ्नु पर्यो मेरो टिम थ्याङ्क यू बढ्नुपर्छ ल जसरी हुन्छ बढिरहनु चाहिँ अलिअलि गरिराख्नु ल उताबाट स्न्याप हान्छ होला मेरो विन झार्नकै लागि बचाउनैको लागि भने तपाईँहरूले त हार्नुपर्छ कि साथीहरू यो म्याच चाहिँ विन नझरोस् ल शेर्पा रोजबाट नहार्नु लास्ट टाइममा त रोजले जित्दैन हामी अलिकति अलिक ठुलै हानिदिनु ल लास्ट हो नि त मेरो साथ इन्जोय गर्नुपर्छ कि मेरो विन नझरोस् है सुत्ने बेला मलाई टेन्सन हुन्छ के ल यति हेरिदिन्छु ल शेर्पा मेरो अलिकति ब्याट्रीहरू छैन ओइ शेर्पा मलाई लास्ट टाइममा तपाईँले जोगाउनु पर्ने हुन्छ है प्लिज सुत्ने बेला मलाई तनाव हुन्छ फेरि मैले हारेपछि सबैजनाले इगलजी सबैजना लास्ट टाइम स्न्याप हान्नु ल स्न्यापै ला म भन्दैछु के गर्नु भएको हौ अलिक स्न्याप हान्नु भनेको तपाईँहरू त्यस्तो सानो हानेर कहाँ हुन्छ त हौ झन् विन बचाउनलाई अलिकति पुस गरिदिनुहोस् भनेको टेन्सन भयो कति सानो गर्नुभएको त एउटा पर्फिन समेत हानेको भए पनि जित्यौँ नि शेर्पा झन् मैले मेरो विन नजान्छु भनेर खेल है अहिले राम्रो एउटा म्याच जितेर अहिले भाग्नु नखोज नि अलिक दिन्छु मर्न गरेर जित्नु पर्यो मेरो टिम डबल शेर्पा तपाईँ त्यत्रो लेभल हुनुहुन्छ त राजु ल सबैजनाले मिलेर त्रिपल छ है फेरि त्रिपल के हो डबल रहेछ ल 61 जना साथीमा चाहिँ ट्याप चाहिँ कसैले नगर्दिनु हुने हो मेरो टिमहरू यो त अति भयो है मेरो साथीहरू मलाई नहेर्नु न मेरो टिमहरू सपोर्ट गरिदिनु न सपोर्ट गर्दा तपाईँहरूलाई किनै जान्छ र डबल हो के शेर्पा रोज होइन कि अलिकति ठुलो हानिदिनु न तपाईँहरू डबल र सिङ्गलले चिन्नु यो डबल हो नि त डबलमा अलिकति ठुलो स्कोर हानिदिनु न अनि पो माथि पुग्छ त माया दाया छैन धन्न शेर्पा र राजु रहेछ अरू साथीहरू चाहिँ सम्झिने नानी छ किन्ने मात्रै हो हामी जित्नुपर्छ हामी जित्यो तिमीले त अब जित्छ भने कल्पना पनि नगर म जित्छु एउटा म्याच जितौँ ल शेर्पा बिचरा कम्प्लिट गरौँ है गाइजहरू सबैजना मिलेर रप्पा अरू साथीहरूले चाहिँ हेर्नै मात्रै हो
70 जना साथीले अनि खोइ ट्याप ट्याप कहाँ गयो 70 जनाको ट्याप ट्याप भन्नु त गाइस यस्तो साह्रो नगर्नु न मलाई पापै लाग्छ हौ यस्तो हेरि मात्रै राख्यो भने त एउटा रोज एउटा म्याच जित्नु पर्यो मायालु एउटा रोज हानु त गाइजहरु सिर्फ एउटा रोज हानिदिनु न सिर्फ वान रोज बुबु मायालु कता जान एउटा रोज थ्याङ्क यू बुबु माया बुबु मायाले मेम्बर नलिनु भएको भए फेरि कसैले एउटा फुल हान्ने रहेछ है के हो कुरो यस्तो गर्यो भने त 80 जना साथी छ ट्याप ट्याप कसैले गर्नु भएको छैन यार के गर्नु भएको हजुरहरू एउटा म्याच जितौँ न एउटा म्याच जिताउँदैमा त नि केही हुन्न त हो पाप लाग्दैन डबलमा हानिदिनु ल मेरो टिमहरू सबैजना मिलेर डबल भाउ गाइस एउटा म्याच यो म्याच चाहिँ जितौँ न एउटा म्याच हान्नु न पिटिया तपाईहरु यो म्याच जिताइदिनु न यो विन पनि खानु डबल हान्नु न आइडी प्राइभेट रहेछ बिचीको डबल पे एउटा म्याच जितौँ न गाइजहरु भएन के भएन पिटिकै भएन है guys welcome जसरी यो विन जसरी पनि खानु भन्दा मैले योभन्दा अगाडि विन एउटा खाएको छु अनि दिदीले पनि एउटा खानु भएको छ दिदी हाम्रो दिदी फेरि हाम्रो दिदी हो नि फेरि मेरो एकदम प्यारो दिदी होइन दिदी हो कि दिदी दिदी ए गएर दिदी दिदी अहिले मलाई फेरि वेलकम सानी वेलकम गाइस खोइ छैन भने यो विन जसरी पनि खानुपर्छ है हामीले जसरी भयो यो विन जसरी लिनैपर्छ हाम्रो गाइस सबजना मिलेर यो विन जसरी लिनैपर्छ दिदीलाई पेल्नुपर्छ यो विन जसरी खाने गर्छ दिदीलाई पेल्नुपर्छ होइन सेवेलीको हो जम्मा सेवेलीको guys welcome Nama welcome दिदी यो तपाईँ नै खानु दिदी यो तपाईँ नै खानु वेलकम गाइस लाइभ सेयर गाइस डबल ट्याप लाइभ सेयर गाइस खोइ त गाइस सबजना डबल ट्याप सबजना यो जसरी भने खानै पर्छ भने सोल्टिनी कहाँ जानुभयो मेरो सोल्टिनी प्यारी सोल्टिनी 14 सेकेन्ड लागि चाहिँ जम्मा अब यो विन एन्नी हो जसरी भने खानै पर्यो है खानै पर्यो जसरी भयो भने गाइस लास्ट तपाईँ नै खानु दिदी यार दिदी अब खुसी भयो तपाईँ किन हुनु खुसी किन भयो दिदी अब त नसक्दैन अब तिमी चाहिँ के गर्नुपर्छ तिमीले चाहिँ सक्नु पर्ने त गेम खेल्नलाई एक्सेप्ट गर्नलाई नि तिमीले हान्नु पर्ने हो र होइन दिदी अब भोलिपर्सि खेल्छु म दिदी अहिले मेरो साथीहरू आउनु भएको छ गेस्टमा लिनु पर्छ दिदी फेरि भेट भयो बल्ल भेट भयो सबैजना मेरो टिमहरू ट्रिप डबलमा हान्नुमै गाइजहरु सबैजना ट्याप खोइ त ट्याप अझै ट्याप खोइ म त मर्छु होला ट्यापै छैन यार म त मर्छु होला एक चम्ची पानीमा डुबेर भने डबल खै गाई डबलमा हान्नु के हुन्छ हौ डबलमा गाई डबलमा
डबल हो यो त डबल हो प्लिज दिदी हाय सन्चै हुनुहुन्छ डबलमा डबल के गर्नु भएको गाइजहरू यत्रो धेरै साथीहरू हुन्छ न ट्याप ट्याप छ नगरिदिनु पाप लाग्छ के हामीलाई तपाईँहरूले सपोर्ट गरिदिनु क्रेजी ससियरजी ट्याप ट्याप त पुगेन है गाइजहरू भन्नै पर्दा ट्याप ट्याप चाहिँ पुगेकै छैन है सिंगल ट्याप पनि पुगेको छैन अब 40 जना साथीमा ट्याप ट्याप चाहिँ 2 जनाले हिर्काएर हुन्छ त गाइजहरू साथीहरू अलिकति छ त्यस्तो नगर्नु भएन कि मलाई अलिक माया गरिदिनु त तपाईँहरू एउटा रोज तपाईँको चाहिँ अहिले पुरा म बिजी छु ल न न न एउटा रोज हाल्नु त गाइजहरू भएन एउटा रोज हान्नु न एउटा रोज हान्नुलाई नि पुरै कराउनै पर्ने हो म अनि त बुद्धजी थ्याङ्क यू बुद्धको भिडियो हेरिदिन्छु ल म आइडीबाट है सबैजना आशिषजी सबैजनालाई आइडी सो गर्नु गाइज म तपाईँहरूको भिडियो सबैजनाको हेरिदिन्छु बुद्धजीको 3टा भिडियो मात्रै गर्दा मबाट फेरि मेरो यो कार्य ब्याट्री यसमा सकिएको छ कि ब्याट्री नसकेको भए त म जति पनि बुद्ध त खतरा रहेछ कहाँबाट हुनुहुन्छ हेर्छ मनोदो रहेछ ल अब अरू कसले गर्नुभएको छ सबै हेरिदिन्छु आशिषले एउटा रोज हाल्नु भएको डबलमा सबैजना मणिरामलाई पनि फलो गर्नु पर्यो मणिराम तपाईँ पनि डबलमा हाल्नु है गाइजहरू डबल 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 यो डबलको अफर नगुमाउनु न गाइजहरू हेर्नु डबलमा हान्नु न गाइज डबलमा त अलिक धेरै हान्दिनु न कहाँ फुल हेम यो कमसेकम डबल हो नि त मेरो मुटुहरू एउटा डोनट पर्फिङ सर्फिङ के छ त्यो हान्दा पनि हुन्थ्यो नि हो डबल भनेको डबल हो नि हो हजुर त्यसपछि च्यालेन्ज मात्रै एउटा रोज हान्ने हो त डबलमा त अनि अहिले कसो गरिदिनु भएको स्कोर पनि अलिकति माथि जान्छ डबल नै रे डबल दिदीलाई डबलमा हान्ने दिदीलाई डबलमा दिदीलाई डबल मेरो टिमहरूको भिडियो सबैको हेरेको छ उताबाट ठोकलाई गाइजहरू बुद्धि जहिले दिदीले जित्नुहुन्छ क्या जहिले दिदीले जित्नुहुन्छ फलो गर्नु न यादवजी भाइ फलो गर्छ ब्याग दिनु त मैले फलो गरेर चाहिँ ब्याग दिनु ल यादवजी कस्तो अनि फलै नगर्नु भएको म 11वटा फुल हानेर पनि मैले ब्याग दिनु ल मेम्बर लिनु त अब मेम्बर लिनुहोस् त मेम्बर पनि लिइहाल्नु ल मेम्बर लिनु ल मेम्बर राजु सबैजना मिलेर गएर यताको सल्टी भिडियो हेरिसक्नु छ यति चाहिँ हुनु पर्यो क्या यहाँ यतिको चाहिँ हुनु पर्यो क्या राजु मेरो टिममा पनि पावर चाहिँ बढाउनु पर्यो वेलकम बुथको नि भिडियो हेर्दै छु त मलाई के फलो मात्र होइन मेरो सबै भिडियोहरू डाउन गर्नु है एउटा भिडियोमा पनि भ्युज पनि जाँदैन लाइक पनि सही गर्दैन यस्तो भइरहेछ सबैजनाले 5-5चोटि कपिलिङ गरिदिनु त मेरो भिडियोलाई आइडी ग्रो बनाउन न 5चोटि कपिलिङ हान्नु के एउटा भिडियोलाई 5चोटि हान्दिनु त सबैजना मिलेर त्यति गर्दा त कमसेकम पनि हुन्छ होला नि त ल 5-5चोटि न रिपोस्ट पनि हान्ने म तपाईँहरूको गरिदिन्छु अब लास्ट म्याच खेलौँ गाइज सुत्छु जम्मा पारेर अनि भोलि भेटौँला धेरै खेल्नु 8:30 त हुँदो रहेछ 9 बजीसम्म त खेल्नु पर्छ होला हौ हार जित भए पनि एक्सेप्ट गर है अहिले गाडी म्युटमा बसेर त्यहाँ हाँसिरह नि